सर्वोच्च अदालतको क्षेत्र अधिकार नेपालको संविधानको धारा 133 तथा न्याय प्रशासन ऐन 2073 बमोजिम सर्वोच्च अदालतको क्षेत्र अधिकारलाई यस प्रकार उल्लेख गर्न सकिन्छ। जस्तै 1 नम्बर रहेको साधारण अधिकार क्षेत्र अथवा साधारण क्षेत्र अधिकार। यसको बुँदाहरू यस प्रकार रहेका छन्। सुरु मुद्दा हेर्ने, कारबाही र किनारा गर्ने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने, अवहेलनामा कारबाही गर्ने, वादी प्रतिवादी झिकाई बयान लिने, त्यसपछि अर्को दोस्रो नम्बर 2 नम्बर रहेको छ पुनरावृत्तिकीय अधिकार। पुनरावृत्तिक अधिकारमा मातहतका सम्पूर्ण अदालत तथा न्यायिक निकायको सुरु कारबाही र किनारा गरेका मुद्दामा पुनरावेदन हेर्ने, मातहतका फैसला उपर साधक जाँच्ने, पुनरावलोकन तथा मुद्दा दोहोऱ्याएर हेर्ने, यो चाहिँ यिनीहरूको पुनरावृत्तिकीय अधिकार रहेको छ भने अर्को रहेको छ असाधारण अधिकार। असाधारण अधिकार भनेको कस्तो हुन्छ, यसमा के रहेका छन् भनेपछि सार्वजनिक मुद्दा सुनवाई गरी विवाद टुङ्गो लगाउने, मुद्दा सार्न सक्ने, मौलिक हक प्रचलनका लागि बाजिने कानुन हेरफेर तथा बदर गर्ने, बाजिने कानुन हेरफेर तथा बदर गर्ने। जस्तै अब अनि अर्को भनेको 3 नम्बर रहेको छ विभिन्न रिटहरू जारी गर्ने। असाधारण क्षेत्रभित्रकै रिट, जस्तै रिट 5 वटा रिटहरू रहेका छन्। सुरुमा 1 नम्बर रिट रहेको छ बन्दी प्रत्यक्षीकरण। गैर कानुनी रूपमा थुनामा राखेको व्यक्तिलाई थुनामुक्त गर्न दिइने आदेशलाई के भनिन्छ, बन्दी प्रत्यक्षीकरण भनिन्छ। त्यसपछि परमादेश भनेको के भन्दाखेरि संविधान र कानुनमा तोकिए बमोजिम गर्नु गराउनु भनी दिएको आदेशलाई के भनिन्छ, परमादेश भनेर भनिन्छ। बन्दी प्रत्यक्ष भनेको के रहेछ, गैर कानुनी रूपमा थुनामा रहेको व्यक्तिहरूलाई थुनामुक्त गर्न दिइने आदेश। परमादेश भनेको संविधान र कानुनमा तोकिए बमोजिम गर्नु गराउनु भनी दिएको आदेशलाई परमादेश भनेर भनिन्छ। अब प्रतिषेध, तेस्रो नम्बर रिट रहेको छ प्रतिषेध। संविधान र कानुन विपरीत हुन गइरहेका काम कारबाही र निर्णय रोक्नका लागि दिइने आदेशलाई प्रतिषेध भनिन्छ। जस्तै संविधान र कानुन विपरीत हुन गइरहेका, अब भइरहेका छन् तर त्यसलाई बिचमै रोक्नको लागि चाहिँ दिइने आदेशलाई के भन्ने, प्रतिषेध भनिन्छ। अर्को 4 नम्बर रिट रहेको छ उत्प्रेषण। उत्प्रेषण भनेको संविधान तथा कानुन विपरीत भएका, अघि भएको प्रतिषेध भनेको हुन गइरहेका थियो, उत्प्रेषण भनेको भइसकेका। जस्तै संविधान र कानुन विपरीत भएका काम कारबाही निर्णयहरू के गर्ने, बदर गर्न दिइने आदेशलाई। प्रतिषेध भनेको चाहिँ भइरहेको निर्णय काम कारबाहीलाई रोक्न दिने भने, यो उत्प्रेषण भनेको चाहिँ के हो भन्दाखेरि भइसकेका निर्णय तथा काम कारबाहीलाई रोक्न दिइने आदेश अथवा खारेज गर्न दिइने आदेशलाई के भनिन्छ, उत्प्रेषण भनिन्छ भने। 5 नम्बर रिट रहेको छ अधिकार परीक्षा। अधिकार परीक्षा भनेको चाहिँ के भन्दाखेरि संविधान र कानुन विपरीत कुनै सार्वजनिक पदमा भएको गैर कानुनी र अयोग्य नियुक्तिलाई हटाउन दिएको आदेशलाई अधिकार परीक्षा भनिन्छ। कस्तो रहेछ भनेपछि कुनै सार्वजनिक पदमा कुनै नियुक्तिको, जस्तै तपाईँको गैर कानुनी रूपमा भ्रष्टाचार गरेर नियुक्ति गरेको छ, आफ्नो मान्छे हालेको छ भने त्यसलाई त्यो नियुक्ति खारेज गर्नको लागि अथवा हटाउनको लागि दिइने आदेशलाई के भनिन्छ, अधिकार परीक्षा। यति नै रहेको थियो। यो सर्वोच्च अदालतको अधिकार क्षेत्रमा सुरुमा रहेको थियो साधारण अधिकार क्षेत्र। त्यसपछि साधारण अधिकार क्षेत्रमा सुरु मुद्दा हेर्ने, मुद्दा किनारा र कारबाही गर्ने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने, अवहेलनामा कारबाही गर्ने, वादी प्रतिवादी झिकाई बयान लिने। अनि पुनरावृत्तिकीय दोस्रो नम्बर रहेको छ पुनरावृत्तिक अधिकारमा चाहिँ मातहतका सम्पूर्ण अदालत तथा न्यायिक निकायले सुरु कारबाही र किनारा गरेको मुद्दा पुनरावेदन हेर्ने, मातहतका फैसला उपर साधक जाँच्ने, अरू पुनरावलोकन तथा मुद्दा दोहोऱ्याएर हेर्ने अथवा असाधारण अधिकारमा यिनीहरू 5 वटा रिटहरू जारी गर्ने तथा सार्वजनिक मुद्दा सुनवाई र विवाद टुङ्गो लगाउने, मुद्दा सार्न सक्ने र मौलिक हक प्रचलनको लागि बाँचिने कानुन हेरफेर तथा बदर गर्ने तथा 5 वटा रिटहरू जारी, जस्तै बन्दी प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, उत्प्रेषण र अधिकार परीक्षा। यति नै रहेको थियो सर्वोच्च अदालतको अधिकार क्षेत्रहरू। हस्त।